Hello guys, come to my new vlog. आज चाहिँ कोटा जानु लागेको अनि हामी चाहिँ अब कोटा पुग्ने छ नि अनि अब यति भएर बाँकी छ गाइजहरु। आज चाहिँ लास्ट डे हो, थाकेर स्यासा पनि भइसक्यो अनि गाइजहरु अनि त मम्मी अगाडि हिँड्नु भएको छ अनि मेरो हजुरबुवा चाहिँ कोटा पुगिसक्नु भयो अनि आमा हजुरआमा चाहिँ घरै हुनुहुन्छ अनि आज चाहिँ बुढा छुट्टीको भयो त्यो कोटा हिँडेको कोटामा पूजा गर्नुपर्छ भोलि दसैँ अनि आज चाहिँ कोटामा पूजा गर्नु लाग्यो। हजुर त्यहाँबाट हिँड्नु थाक्नुहुन्छ, बिहान पानीहरू खाँदैन अनि फ्रुटी खाएर अनि प्याज मिसाएर अनि उतै तल फेरि पानी खाएर मम्मीसित गएको। मम्मीले चाहिँ त्यही पानी खानुभयो अनि खाएर अनि अहिले चाहिँ अझै हिँड्नु हो अनि अहिले पूजा गरेर हामी त बिहान भात पनि के पनि खाएन, पूजा गरेर अनि पूजा गरेर बल्ल हाम्रो खाजा खाने हो। हाम्रो चाहिँ खाजामा चाहिँ चाउचाउ अनि जुस अनि कोक मेरो लागि को बाबा हजुरबाबा र मम्मीको लागि चाहिँ फ्रुटी अनि चाउचाउ गर्ने मलाई रम्बा म हजुरबाबा र मम्मीलाई चाहिँ प्रीति चाउचाउ त्यही नि हरियोमा गाइजहरु। अनि अहिले चाहिँ हामी जाँदैछौँ उता माथि कोटा पुगिन लागिसक्यो हो। मान्छेहरू पछाडि कति धेरै आएको अगाडि हिँड्ने अनि कति धेरै मान्छे आएको भोलि दसैँ भएपछि त आज कोटामा पुगेर जानु पऱ्यो हामीले। अनि यहाँ चाहिँ कस्तो हुन्छ भने ढुङ्गे छ यस्तोमा चढी जानुपर्छ गाइजहरु। अहिले चाहिँ यहाँ चाहिँ राम्रो बाटो गर्नु छ, पहिला त योभन्दा पनि कठिन बाटो छ गाइजहरु। अहिले चाहिँ यहाँ राम्रो छ, घर बनाएको कोटामा पहिला चाहिँ घर थिएन त्यो अनि त्यसपछि यहाँ पुरै अहिले चाहिँ राम्रो बाटो बनाएको। हजुरले झाडो जङ्गल त्यही भएर पहाडको भ्यू नि देखेको थिएन अघि नै, तलबाट कस्तो राम्रो देखेको थियो हेर्नु सक्नुहुन्छ। अहिले बनाएको के अरे मैले ब्लग हेर्नु पुरै पहाड छ गाई। अनि अहिले चाहिँ यहाँ हेर्नु टाढाबाट लेखिरह गाइजहरु हेर्न सक्नुहुन्छ ऊ पोखराको भ्यू गाइजहरु, राम्रो देखियो अघि हाम्रो पोखरा गाइजहरु। अनि मैले यहाँ जुम गरेँ हजुरहरूलाई देखाइदिएको कि अनि गोबर पनि हो यार गाइजहरु। अघि मैले गोबरमै खिच्दिएर मेरो जुत्ता पुरै फोहोर भयो अनि भोलि दसैँ मैले भन्यो अहिले बेलुका गएर दिनुपर्छ जुत्ताले अनि गएर भोलि दसैँमा कपडा सब्रा लाएर चित्त परेर जानु गाइजहरु हामी यता। भोलि पनि म हजुरलाई दसैँको भ्लग देखाउँछु। आज चाहिँ म चाहिँ कोटा पुगेर पूजा गरेर पनि देखाउँछु गाइजहरु, हेर्नु हुन्छ होला अहिले पछि। अनि अहिले पोखराको भ्यूलाई दामी देख्छु क्या है गाइजहरु। अनि त्यहाँ चाहिँ पुरै सिस्नो छ हेर्नु, त्यो सिस्नो भएर यस्तो भयो घाम लागेर घामले पसिना भइसक्यो कमा गाइजहरु। तर पनि यति कठिन बाटो हो हिँड्नु गाइस। अघिल्लोबाट देखाइदिएको भए त हजुरहरू थाहा पनि हुन्छ भाइ अघि नैबाट हिँडेका भए गाइजहरु हाम्रो त कस्तो कठिन बाटो हो। अहिले चाहिँ हामी कोटामा पुगिसक्यौँ गाइस, हेर्न सक्नुहुन्छ गाइजहरु। घरबाट जानु भयो गाइजहरु, घरमा कोही बसेर भन्छ नि ग्यास मिठा खानु गाइजहरु। हामी चाहिँ घर छैन एउटा घर राखेको छ पहिला चाहिँ छिर्न गाइजहरु। राम्रो हेर्नु सक्नुहुन्छ साथीको गयो भने भनेर भन्नुहुन्छ होला।
अहिले छेक्यो के गाईहरू अहिले चाहिँ देख्यौँ यता पनि गाउँ छ गाउँ छ अनि मैले भन्नुभएको अब चाहिँ हामी जाँदैछौँ कोटा पूजा गरेपछि हामी तलको भिडियोसम्म देखाउँछौँ ल अहिले चाहिँ जेन्टु र गाईहरू आज चाहिँ हामी भिडियोको यो आज कतिचोटि भने गाईहरू आज परिवारलाई काटेको अनि चाहिँ उस छ हिमाल पहाड देख्छ अहिले तल जाने बेला चाहिँ म हजुरहरूलाई पोखराको भ्यू देखाइदिन्छु जुम गरेर अनि त्यहाँ गएन भने है गाई जुम गरेर देखाइदिन्छु पोखरा भ्यू माथि पुगेर अब माथि पुग्ने अब एकैछिनमा पुगिसक्यो हामी अहिले पछि खाजासाजा खाने अहिले पछि खाजासाजा खान्छ नि यो चाहिँ बाटो हो फेरि यहीँ बसेर सोच्नु त्यो चाहिँ बाटो हो यहाँ चाहिँ खाजा खाने हो नि यो चाहिँ यहाँबाट खाजा बसेर खाजा खान्छ मान्छे पुगेर हो कि पुग्यो फर्किसक्यो भने यो गाईहरू कति हामी त अहिले हिँडेर कति पुग्नुभयो यता पुगेर पूजासुजा गरेर हामी घरमा पुगेर पूजा गरेर अनि फर्किन्छौँ अनि हाम्रो खालि छेउछाउ कोक फुल्की त्यही हो अनि हजुर र बुबा नै आउनुपर्छ अहिले बुबा चाहिँ अगाडि पुगिसक्नुभयो हजुरआमा चाहिँ घरमै हुनुहुन्छ उहाँ चाहिँ अलि बिरामी हुनुहुन्छ त्यही भएर घरमा बस्नुभएको अनि अहिले चाहिँ हजुर बुबा चाहिँ माथि पुगिसक्नु छ अब यहाँ बाजासाजा बजाउँछु नि कोटामा नि अनि हजुरलाई म बाजासाजा बजाएको सबै भिडियो हाल्छु नाचेको मान्छेहरू बाजा लगाएको त्यो कता हो पनि बाजा बजाएर बाजा लाग्छ अनि त्यो पनि देखाइदिन्छु बाजा बज्दै म थाकिसक्यो बाजेछु अनि गइटा घरमा थियो भएको अन्त पानी खाएर हिँड्छौँ अझै छ गाईहरू हेर्न सक्नुहुन्छ बाटो चाहिँ अहिले राम्रो अहिले तल झर्काहरूको कठिन बाटो देखाइदिन्छु गाईहरू ल भोलि चाहिँ दसैँ त्यही भएर आज म कोटा बुझ्न गएको फेरि मेरो चाहिँ अलिअलि केरेर बोटेको छु गाईहरू र राम्रोसी बोल्दाखेरि चाहिँ अब चाहिँ कोटा चाहिँ भोलि दसैँ क्या त्यही भएर सबै मान्छेको कोटा बुझाएकोमा यहाँ अनि त्यही भएर नि यहाँ चाहिँ सबै मान्छेहरू ढोकासक्क बोकेर हुन्छ गाईहरू तर यहाँ चाहिँ रास्ता गाह्रो खालको सिधी चढ्दै जानुपर्छ उहाँ माथि पुग्नुपर्छ तर अब म पुगिसक्यो हामी चाहिँ अब पुगेको माथि पुगेर भिडियो बनाउँछ है त गाईहरू छ गाईहरू अब त पुगिसकेको छ भनेको त पुगिसकेको अब म पुगिसक्छु भने हुन्छ है त बाले म तल जाने बनाएको ब्लग चाहिँ यताले चाहिँ देखेछ